4 दिनसम्म हराएको त्यो केटा जब फेला पर्यो उसको शरीरमा लुगा होइन अनौठो मन्त्रहरू लेखिएको थियो। आखिर त्यो ओडारभित्र उसले के देख्यो? 10 वर्षको सुवास स्कुलबाट फर्किँदै गर्दा जङ्गलको बाटोमा अचानक हरायो। गाउँलेहरूले 3 दिनसम्म सारा जङ्गल खोजे तर सुवासको कतै अत्तोपत्तो पाएनन्। सबैले आश मारिसकेका थिए तर चौथो दिनको बिहान सुवास एउटा ठुलो र अन्ध्यारो ओडारको मुखमा फेला पर्यो। उसको शरीरमा एउटा पनि लुगा थिएन र अचम्मको कुरा उसको शरीरभरि पहेँलो बेसार जस्तो लेप लगाइएको थियो। जब उसलाई गाउँ ल्याइयो ऊ धेरै दिनसम्म बोल्न सकेन। जब उसले मुख खोल्यो उसले सुनाएको कुराले सबैको साथो लियो। सुवासका अनुसार उसलाई एउटा होचो शरीरभरि रौँ भएको र हातमा एउटा सानो लौरो बोकेको मान्छेले डोर्याएर लगेको थियो। त्यो वन झाँक्री थियो। ओडारभित्र वन झाँक्रीले उसलाई दुध र साना साना किराहरू खान दिन्थ्यो। तर सबैभन्दा डरलाग्दो कुरा वन झाँक्रीले सुवासलाई एउटा मन्त्र सिकाउन खोज्दै थियो। सुवास भन्छ त्यो ओडारभित्र अरू पनि साना केटाकेटीहरू थिए जो कति वर्षदेखि त्यहाँ थिए कसैलाई थाहा थिएन। वन झाँक्रीले मलाई मन पराएको थियो तर मैले उसको मन्त्र सिक्न नमानेपछि उसले मलाई बाहिर छोडिदियो। आज सुवास ठुलो भइसक्यो तर उसले अझै पनि सपनामा त्यही अन्ध्यारो ओडार र वन झाँक्रीको त्यो डरलाग्दो अनुहार देख्छ।